नमस्कार। मैले यो 2082 सालको पावन शुभ अवसरमा हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनीहरू समग्र नेपालमा विदेशमा रहनुहुने समग्रमा नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँछु र यो शुभकामना मैले आफैले लेखेको कविता पनि वाचन गरेर टक्र्याउँदैछु। नेताहरू सबै कलङ्कित नहुन्, शुभ विचारका हुन्। युवाहरू कुनै विदेशी नबनुन्, आफ्नै मुलुकमा रहन्। देशमा शान्ति होस् नहोस् झगडा, जनताहरूमा कवै सुखी जीवन होस्, नेपालीहरूको आनन्दमा हुन् सबै। बाँदरहरू सबै पसुन् वनमा, दुख पीर किसानमा नहोस्। बनेल रोग किरा र दुम्सीहरू सब खेतबाट दूरै रहोस्। कर्मचारी व्यापारी आदिहरूमा सन्तोष रहोस् सदा। 82 सालले सुखै सुख देओस् नेपालीलाई सर्वदा। विकास कार्य हुन् सबै किसिमका, उमङ्ग मनमा चढोस्। भाइहरू सबै मिलिजुली रहन्, सधर्ममा मन बढोस्। ईश्वर दायाँ रहिदिउन् वरदान, राख्छु यही चाहना। नयाँ वर्ष सधैँ शुभै शुभ होस्, सबमा शुभकामना। नयाँ वर्ष सधैँ शुभै शुभ होस्, दिन्छु यही कामना। हवस् त, धन्यवाद, नमस्कार।